हेलो हेलो सबैजनालाई मेरो भिडियोमा स्वागत छ। साथै नमस्ते। सबैजना सन्चै हुनुहुन्छ नि? मेरो भिडियो राम्रोसँग हेर्दै हुनुहुन्छ नि? तपाईलाई भनेको के हेर्दै हुनुहुन्छ? अन्तिमसम्म सुन्नु होला है। म वास्तवमा अहिले कोदोबारीमा छु, एउटा भिडियो बनाइरहेको छु। यो भिडियो अन्तिमसम्म सुन्नु होला, मैले भन्न खोजेको कुराहरू है। जस्तै बा आमाले भन्ने गर्नुहुन्थ्यो कि छोराछोरी हो, मेहनत धेरै गर तर फलको आश यति गर। किन भन्नुहुन्छ जस्तो लाग्थ्यो, तर वास्तवमा किन भन्नुभएको रहेछ भन्दाखेरि जब हामी मेहनत भन्दा धेरै फलको आश राख्छौँ तब त्यो फल प्राप्त भएन भने हामी धेरै निराश हुनुपर्छ हैन। त्यसैले भन्नुभएको रहेछ भन्ने कुरा बुझ्दैछु र आज कोदोबारीको बनाउँदैछु। जस्तै बा आमाले धेरै मेहनत गर्नुभयो, दुःख गर्नुभयो, तर उहाँहरूले फलको आश चाहिँ खासै राख्नुहुन्न हैन। किनकि मेरो कोदो यति धेरै फल्छ, मैले लगाएँ भने भन्नुभन्दा पहिला मैले यति धेरै कोदो लगाउनु पर्छ, यति मेहनत गर्नुपर्छ, पछि कति फल्छ भन्ने कुराहरू गर्नुहुन्छ कि। अनि त्यसैले उहाँहरूले धेरै मेहनत गर्नुभएको छ। यो कोदोमा खन्नुभयो, जोत्नुभयो, रोप्नुभयो, मल छर्नुभयो है। अनि त्यसै गरी पानीदेखि लगेर हरेक कुराहरू गरेर आज कोदो के भएको छ, पाकेको छ। यो कोदो पाकेर खान चाहिँ मिल्छ त? मिल्दैन। तर यसलाई पनि अझै टिप्यौँ, अनि टिपेर चुट्नु पर्यो, चुटेर कुट्नु पर्यो, पिस्नु पर्यो, अनि बल्ल रोटी हालेर खानु पर्यो हैन। धेरै मेहनत गर्नुपर्छ। अनि फल चाहिँ कस्तो भन्दाखेरि यो अगाडि देख्नु भएको छ, यसको बाला चाहिँ ठुलै छ, ठिकै छ हैन। तर पछाडिदेखि लगेर पछाडि हेर्ने हो भने यति छोटो छ, त्यसै गरी बाला पनि सानो छ। तर एउटै गडामा लगाएको कोदो कोही ठुलो बाला छ त कोही सानो बाला छ। यदि सानो बाला देखेर बाआमाले यो वर्ष सानो भयो, यति मेहनत गरे, यति पशु छरे, यति हैन रोपे, सबै चिज गर्दा पनि यस्तो फल्यो, अर्को सालदेखि रोप्दिनँ, म छोडिदिन्छु भन्ने एउटा कुरा गर्नुभएको भए सायद के हुन्छ त, अर्को साल कोदो चाख्न नि पाइँदैन। तर यहाँबाट उहाँहरूले अझै शिक्षा सिक्नुहुन्छ क्या। हामीभन्दा एकदम शिक्षित हुनुहुन्छ। हामी कपीको पानामा शिक्षित छौँ त, बाआमा एउटा व्यावहारिक शिक्षित हुनुहुन्छ हैन, जसले खेती किसान घर व्यवहार कसरी चलाउनु पर्छ, कसरी अगाडि बढ्छ भन्ने कुराहरू सबै ज्ञान छ उहाँहरूसँग। उहाँहरूले यो सानो बाला भएको ठाउँ यो साल के अनुभव सिक्नु भएको छ भन्दाखेरि यो ठाउँमा मल कम भयो हैन। जति मल यहाँ लागेको छ त्यति मल त्यो ठाउँमा नभएर चाहिँ यो साल बाला सानो लाग्यो। त्यसैले अर्को साल हामीले मल त्यो ठाउँमा अलि धेरै छर्नुपर्छ, राम्रोसँग गोडमेल गर्नुपर्छ, अनि धेरै फल्छ भन्ने कुराहरू उहाँहरूको सोचमा अहिले नै आइसकेको छ हैन। त्यसै गरी हामी जीवनमा पनि धेरै सङ्घर्ष गर्छौँ या थोरै गर्छौँ, जति गरे पनि हामी सङ्घर्षभन्दा मेहनतभन्दा धेरै आश फलको राख्छौँ हैन। अनि त्यो फल प्राप्त भएन भने हामी के हुन्छौँ त, धेरै निराश हुन्छौँ। त्यसैले हामीले फलको भन्दा पहिला मेहनत गरौँ। जब हामी मेहनत गर्छौँ त्यसपछि फल अवश्य लाग्छ, फल्छ। तर त्यो फल सबै धेरै फल्छ भन्ने हुँदैन, कहिलेकाहीँ नफल्दिन पनि सक्छ हैन, कहिलेकाहीँ धेरै फल्दिन पनि सक्छ। त्यसैले फल थोरै धेरै जतिसुकै फलोस्, हामी मेहनत गर्न नछोडौँ। बाआमाले गरेको जस्तै परिश्रम गर्न नछोडौँ कि आज हिजो कोदो रोप्नुभयो र आज फल्यो, भोलि रोटी खान पाइन्छ हैन। यदि हिजो कोदो नै नरोपेको भए आज अरूको कोदाको बाला देख्दै मुखमा थुक चुहाउँदै गर्नु पर्थ्यो नि त। त्यसैले हामी आफू मेहनत गरौँ, आफूमा भर परौँ, अरूमा होइन हैन। फलको आश कम राखौँ, काम धेरै गरौँ। ओके, तपाईहरु पनि गर्नुस् नि। फेरि मैले मलाई भने हैन, हजुरहरूलाई पनि भनेको। ल, सँगै मिलेर काम गरौँ है। बाई बाई।